हेलो गाइस, नमस्ते, शुभ रात्रि लगभग साँझको हामी चाहिँ अब यसो हामी के हामीलाई बरम हामीलाई नेपालको बानी के जाने हाम्रो पारा जानु डाँडामा भयो यसो टाइम पास गर्दा देखिया छुट्टीमा छुट्टी आजको ल यसरी सुरु हुन्छ। यो हामी बोक्ने भन्दा अलि माथि डाँडातिर पार्कतिर गइरहेछौँ। जाँदैछौँ बाटोमा हिँड्दै हेरौँ कहाँ पुगिन्छ आजको यो यात्रा, कहाँ गएर टुङ्गिन्छ। यस्तो छ यताको भ्यू हेर्न सक्नुहुन्छ। हाम्रो यहाँ हिरो एन्ड साइकल, वाउ ब्रो, गुड जब। Look at the view. टक्क यो त कख भ्या मान्छे ब्लगिङ गर्दा ट्याक्क होइन एक टक्क टाइटल पछिपट्टै घर होइन ठ्याक्क यसो यसो गरिदियो लाल यसो गरिदियो भनेर ट्याक्क बनायो टक्क भ्या म भ्लग ल अलिकति हुन्थ्यो नि हम त तखन आयो कि ल भ्लग बनाना भनेर क्यामेरा गाडेर पानी ल्याएर सुरु नि मेरो भ्लग बनान कुन जहाँ कहाँ आयो नि यो भ्लग आगाएर अलिकति दिमागमा टक्क राखेर होइन ल आज यहाँ जाने यसो यसो सुट गर्ने यख यख गरिदिएँ यहाँ जाने भने टक्क प्लान बनायो म भ्लग हुने यहाँ हाम्रो मान्यज्यूको कुरा सुन्नुभयो नि तपाईँहरूले। ज्ञान त त्यही हो नि, चन्द्रमा छुने जस्तो हुने खाने केही होइन, ज्ञान त दियो नि, पायो नि दिन पायो नि मजाले पायो पायो नपाउने त पुरै छैन। यो हाम्रो जिरो यो हेरौँ त खै अब अस्ति हामीले त्यो के अरे टाइगर भन्ने चाहिँ इनर्जी ड्रिङ्क लिएको थियो होइन। गर्मीले चाहिँ मासाला त्यो तातै भएको आज नि त्यही होला जस्तो पो छ त। चिसो ल्याएको लामो तातो भइसक्यो त अहिले त गर्मी लास्ट चाहिँ छ हजुर यतातिर के गर्नु र। गर्मीले त भ्याएको छ भ्याएको। कस्तो छ यता फुटबल ग्राउन्ड। यो चाहिँ हाम्रो जङ्गल बस्ने बाटो हो, एकछिनमा देखाउँछु।